सुन न एउटा कुरा भनौँ तिमीलाई अप्ठ्यारो मान्दैनौ भने भनु न के हो र साँच्चै साँच्चै कति छिटो विश्वास गरेको त विश्वास त आफूलाई भन्दा धेरै गर्छु नि हजुरलाई बस यो विश्वास कहिले नतोड्नु ल मुस्क मुस्कुराउँदै मेरो आँखामा हेर्दै भन्छिनु नि हस् कान्छो कुरा के हो भने नि मलाई एउटा कुरा अचम्म लाग्छ के कहिलेकाहीँ त्यो के हो भने यहाँका मान्छेहरू जो छन् नि स्पेसल्ली खैरेहरू सबैलाई यु भन्दै सम्बोधन गर्ने गर्छन् र हाम्रो नामबाटै बोलाउने गर्छन् चाहे त्यो हामीभन्दा सानो होस् या हामीभन्दा त्यो धेरै ठुलो होस् बुढाबुढी नै किन नहोस् सबले यु भन्दै सम्बोधन गर्ने गर्छन् नि यस्तो लाग्छ उनीहरूको डिक्सनेरीमा लेभल अफ सल्युटेसन भन्ने कुरा नै छैन के अनि हामी नेपालीहरूमा चाहिँ लेभल अफ सम्बोधन पनि एज ऱ्याङ्क अनुसार हुने रे के है तपाईँ तिमी र त वाइ नट एउटै हुनु नि है इङ्ग्लिसमा जस्तै जस्ट यु अनि तपाईँलाई चाहिँ के भइदिए जस्तो लाग्छ यदि कुनै एउटै लेभल अफ सम्बोधन मात्र हुने हो भने तिमी मात्रै तिमी म तिमीलाई तिमी भनिरहे जस्तो तिमी पनि मलाई तपाईँ नभने तिमी भन्ने सबलाई तिमी ठुलोलाई तिमी सानोलाई तिमी हरेक मानिसले एक अर्कालाई बस तिमी लेट देयर बी नो तपाईँ र त जस्ट ओन्ली तिमी के भन्छौ र तिमी कस्तो हुन्थ्यो होला है हाम्रो भाषा त्यसो त तपाईँलाई तिमी भनेको मन पर्दो रहेछ भन्ने बुझेँ मैले होइन र हो नि ठिक छ आजदेखि नो तपाईँ ओन्ली तिमी तिमी भन्छु हस् हस्